हाई गुड मर्निङ। अहिले चाहिँ बिहानको 8 बज्दैछ। म एकछिन हिँड्नु गएर आएपछि मलाई थोरै कुरा बोल्नु मन पऱ्यो अनि मलाई कस्तो साह्रो बोल्नु मन पऱ्यो अनि म फोन अगाडि राखेर बोलिराखेको छु। त्यो चाहिँ मेरै बारेमा बोलिराखेको छु। म अभियसली अरूको बारेमा प्रायः बोल्दिनँ। म मेरै कुराहरू मात्र गर्न रुचाउँछु। अरूको कुरा गरेर मलाई के फाइदा, मलाई अरूको कुरा गर्नु पनि छैन। म बिस्तारै चेन्ज हुँदैछु अनि यो चेन्जले चाहिँ मलाई खुसी ल्याउँदैछ। अनि अब मलाई केही पनि फरक परिरहेको छैन मेरो बारेमा कसैले के सोच्दैछ। मैले चाहिँ मलाई चिनेँ अनि मैले मलाई कसरी खुसी पार्नुपर्छ भनेर त्यो पनि मैले थाहा पाउँदैछु बिस्तारै। म के कुरामा खुसी हुन्छु भन्ने कुरा पनि म त्यो कुरा थाहा पाउँदैछु बिस्तारै। म जहिले पनि आफ्नो खुसी अरूमा हेर्थेँ। म जहिले पनि आफूलाई एक्लो फिल गर्थेँ। तर एक्लैमा पनि मैले मलाई पाउँदो रहेछु अनि मैमा खुसी हुँदो रहेछु भन्ने कुराहरू मैले बिस्तारै थाहा पाउँदैछु त्यो कुराहरू चाहिँ। अनि अभियसली वरिपरि टन्नै मान्छेहरू छन् र पनि म एक्लो फिल गर्छु किनभने उनीहरूले मलाई कहिले पनि या त मैले भनौँ मैले उनीहरूमा कहिले पनि आफ्नोपन भेटिनँ या पाइनँ या उनीहरूले मलाई दिन सकेनन्। यो मेरो सोचाइभन्दा अलग कुरा हो। तर अहिले म लिटरली एक्लै छु। आई नो मेरो रिलेटिभ्सहरू हुनुहुन्छ र पनि म आफूलाई एक्लो फिल गर्छु अनि त्यो एक्लो फिलमा म आफूलाई भेट्टाएको छु अनि म आफूले आफूमा नै म रमाउन थालेको छु। अब मलाई केही फरक पर्दैन मलाई कसैले के सोच्छन्, मेरो बारेमा कसैले के सोच्दैछ। मैले गरेको यो कुराहरूले मैले गरेको यो कुराहरूले चाहिँ उनीहरूको दिमागमा के कुरा चल्दैछ, आई डोन्ट केयर। मलाई पहिला लिटरली के हुन्थ्यो भने कोही मान्छे मसँग तर्केर हिँड्यो बाटोमा या भनौँ कोही मान्छे मलाई देखेर पनि नदेखे जसरी हिँड्दैछ बाटोमा भने मलाई के लाग्थ्यो भने ला मैले नै पो के गल्ती गरेँ कि, मैले पो के मिस्टेक गरेँ कि अनि त्यो मान्छेले मसँग यसरी चाहिँ यस्तो मिसबिहेभ गर्दैछ। म त्यही सोच्थेँ। अहिले मलाई केही सोच्नु छैन। मलाई मन पर्ने मै बोल्छु, मन पर्दैन भने मै तर्केर हिँडिदिन्छु। म त्यतिसम्मको क्षमता ममा डेभलप भएको छ। म अति नै सेन्सिटिभ भएँ। म अति नै ओभर थिङ्कर भएँ अनि जसले गर्दा चाहिँ मैले दबाई खानु पर्यो। मानिसहरूले मलाई यति साह्रो एक्लो बनाएको थियो कि म सोच्दा म ओभर थिङ्क गर्दा मैले चाहिँ दिनमा 12वटा क्याप्सुल खानुपर्छ पर्थ्यो। तर अहिले म बिस्तारै त्यो क्याप्सुलहरू चाहिँ घट्दै गइराखेको छ। मेरो माइन्डले चाहिँ कुराहरू सोच्नु लिटरली अब बन्द गर्दैछ। अब म बन्दै गर्दैछ। नो 12 होइन 17वटा हो मैले मिस्टेक गरेछु। अनि बिस्तारै मेरो क्याप्सुलहरू कम हुँदैछ अनि म चाहिँ ग्रो गर्दैछु। म मैमा खुसी हुँदैछु अनि यो चाहिँ मेरो लागि एकदम मिराकल हो यो चाहिँ। अनि म एकदम खुसी छु, आफैमा खुसी छु, म एकदमै खुसी छु। म इन्जोय गरिरहेको छु म एक्लो जीवनमा यस्तो मजाले इन्जोय गरिरहेको छु। अनि फर्स्ट अफ अल यसको श्रेय जान्छ एकजनालाई जो तिमी टाढा छौ। तिमीलाई त म सम्झिने बित्तिकै आँसु आउँछ। घुमेर यो नाकलाई यताबाट छुँदा पनि यहीँ आउँछ, यताबाट छुँदाखेरि पनि यहीँ आउँछ टाइपको कुरा भयो यो चाहिँ। म तिमीलाई नै तिमीमै आएर कुरा टुङ्ग्याउँछु। थ्याङ्क यू। तिमी टाढा भएर पनि मलाई नजिक हुनुको फिल गराउँछौ। खासमा चाहिँ मलाई रुनु मन छैन अनि यो चाहिँ मेरो आँसु चाहिँ एकदमै प्योर खुसीको आँसु हो। तिमीले मलाई कसैले पनि नदिएको माया दियौ। थ्याङ्क यू फर एभ्रिथिङ। तिमी मेरो लाइफमा हुनु नै सबैभन्दा ठुलो कुरा हो। तिमी टाढा भएर पनि म तिमीलाई यति धेरै याद गर्छु। तिमीले मलाई हौसला दियौ। तिमीले चेन्ज गराएको हौ मलाई। लिटरली तिमीले चेन्ज गराएको हौ। तिमीलाई थाहा छ बिहान मलाई रुनु मन लागेकै थिएन। मलाई यस्तो आँसु आउँछ भनेर मैले सोचेकै थिएन। म अझ सेन्सिटिभ छु कि क्या हो चेन्जसम्म भयो अनि हुँदै पनि छु कि। अनि म तिमीलाई एकदम साह्रो मिस गर्छु, अति नै साह्रो मिस गर्छु। अनि म तिमीलाई भेट्नु चाहन्छु, चाँडै भेट्नु चाहन्छु। म तिमीलाई अति नै साह्रो मिस गर्छु। अनि मैले कति कुराहरू चाहिँ मैले मिस्टेक नै नगरिकन पनि मैले त्यो कुराहरूमा चाहिँ मानिसहरूले मलाई औँल्याएको छ, दोस्याएको छ होइन, दोस्याएको छ।
अनि तिमीले चाहिँ मलाई स्ट्रङ हुन सिकायौ, आफ्नो लागि लड्नु सिकायो, आफ्नो लागि बोल्नु सिकायो। तिमीले फर्स्ट अफ अल मलाई तिमीले आफ्नो लागि बोल्नु सिकायो। अनि यो कुरा चाहिँ मेरो लागि एकदमै ठुलो कुरा हो। थ्याङ्क यू, थ्याङ्क यू, थ्याङ्क यू। तिमीलाई त म के दिने, तिमीलाई त म के भनेर तिमीलाई धन्यवाद दिने। म तिमीमा एकदमै आभारी छु। तिमीले कसैले नगरेको कामहरू चाहिँ मेरो लाइफमा तिमीले गरेको छौ होइन। कसरी भन्ने म तिमीलाई, मलाई त त्यो भन्नुलाई पनि उ छैन भने।